यो चाहिँ मैले लगाएको धनिया अर्गानिक तिमी हेर्नु त गाइस। आजको काम चाहिँ यति धेरै छ कि ओ माय गॉड। चाहिँ माथिको फर्ममा जान आँटेको, यताको फर्मको काम सक्यो। यो चाहिँ हाम्रो नयाँ फर्म। हेलो, वेलकम टु माई युट्युब च्यानल। सबैलाई एकमुष्टै नमस्कार। म सुजिता सुन्दर किरातीको तर्फबाट न्यू ब्लग न्यू डे। अनि मैले चाहिँ के काम गर्छु चाहिँ माथिको फर्ममा जान आँटेको, यताको फर्मको काम सक्यो। अनि दाइ र हामी चाहिँ स्कुटीमा जान आँटेको। स्कुटी चाहिँ यता छ। अनि हामी चाहिँ दाइ र हामी चाहिँ माथिको फर्ममा पनि जानुपर्छ नि त, माथि दुईवटा फर्म छ नि त नि, अनि त्यही भएर माथिको घरमा पनि जानुपर्छ दाइ र हामी। अनि यताको चाहिँ सक्यो अब काम। अनि दाइ र हामी चाहिँ माथि जानुपर्छ। अनि माथिको काम सकेर फेरि यतै आउनुपर्छ। दाइ र हामी चाहिँ दुध पुऱ्याउन आएको डेरीमा। अब यताबाट जाने। यो चाहिँ हाम्रो नयाँ फर्म माथिको। दाइ र हामी चाहिँ पुग्यो। यो जस्ताभित्र चाहिँ गाई छ, हामीले नयाँ लिएको। अनि हामी चाहिँ फाइनली आइपुग्यो। यो चाहिँ मैले लगाएको धनिया अर्गानिक तिमी हेर्नु त गाइस कति राम्रो। ओ माई गॉड, धेरै ठुल्ठुलो भएछ। पातलो रोप्दाखेरि चाहिँ यत्रो ठुल्ठुलो हुने रहेछ भन्ने अनुभव चाहिँ भयो। जे चिज यसरी भइसिनु थियो। भैँसी बिचरा कस्तो एयरपोर्ट भइस नुहाएर घाँस सास दियो। यिनीहरूको हालत यस्तो छ। सानो पाडाहरू बिचराहरू, त्यहाँहरू पनि छन् सेना मेनाहरू सानो। तिनीहरूलाई चाहिँ सानोहरूलाई नुहाउँदैन, यिनीहरू ठुलोहरूलाई मात्रै यसरी नुहाउँछ। अनि मैले चाहिँ यो काउलीको बिचमा चाहिँ फर्सी रोपेको थियो, किनकि यो पछाडि अब धान रोप्नु पर्छ नि त। अनि त्यही भएर फेरि पछाडि धान रोप्नुलाई लेट हुन्छ। अनि त्यही भएर काउलीको बिचमा रोपेको थियो यसरी फर्सी। काउलीहरू चाहिँ यति छन्, फर्सीहरू यस्तो भएछन् भने काउलीको मुनि रोपेको थियो यस्तो भएछ भने बिचरा यति थियो फुल फुलेछ। आलुबारी यता चाहिँ धनिया रोपेको थियो। पानी हाल्ने बेला भएछ, कस्तो सुक्खा भएछ भनेको। रोपेदेखि नै अलि उम्रेछन्, धेरै उम्रेन छन् बिचरा। यता चाहिँ आलु यो चाहिँ आलु नि खासै राम्रो चाहिँ भएन, यसपालि के भएको फुलेछ आलुको। अनि यता चाहिँ डब्बल रोपेछन्, अस्ति बिर्सेछ। अनि त्यही भएर यो चाहिँ गहुँ यो सबै हाम्रो दाइ हुनुहुन्छ। यता चाहिँ बिचरा बिचमा परेछ, कस्तो अलिक लाग्ने भएछ काउलीले। कोही यस्तो छन् भने कोही कस्तो भएछन् भने कोही यस्तो भएछन् बिचराहरू। त्यही नै हरियो कस्तो राम्रो क्युट भएछ। यो चाहिँ भुइँमै लहर जाने होइन, भुइँमै फल्ने खालको फर्सी हो। यताबाट फल्छ। यो चाहिँ पातै पछि चाहिँ फुल्दै फल्ने खालको फर्सी हो। एक बोट मार्फत नै 8-9वटा समथिङ फल्छन् भन्दै हुनुहुन्छ दाइले। मलाई चाहिँ थाहा छैन नि त, अनि त्यही भएर दाइलाई सोधेको। अनि दाइले भन्नुभएको थियो एउटा रुख बराबर 8-9वटा फल्छ भन्दै हुनुहुन्थ्यो। यस्तो पातै पछि फल्छ भन्नुभएको थियो। अनि काउली यो चाहिँ अहिले एकछिनपछि काट्ने। अनि काटिसके पछाडि चाहिँ यो फर्सीलाई साइडबाट खनेर चाहिँ पानी लाउने भनेको। आज बिचरा कस्तो अप्ठ्यारो भएछ, यसरी छोपेर काउलीको पातले कस्तो भएछ भने।
यस्तो भएछ। यहाँ चाहिँ अस्ति नै काटेको थियो, आज चाहिँ यहाँ सबै काटिदिने यहाँको। अनि मैले चाहिँ काउली यति काट्यो, हेर्दा यति देखिन्छ तर टाइम धेरै लागेको थियो। यसरी काटेर राख्यो, डोकोमा बोकेर्दै ल्याउँदै थुपार्दै त्यत्रो छ। अब काटेर यो चाहिँ बजारमा पठाउनु पर्छ। अनि गाइस मैले चाहिँ काटिसक्यो, धेरै पो भएछ हौ। दाइले थोरै मात्रै काट्नु भनेको थियो, 3टा बोरामा पनि यति काटेछ। 2 बोरा काट्नु भनेको थियो, 3 बोरा 1 डोको काटेछु। यो चाहिँ यहाँ हाल्ने बोरा नभएर यहाँ हालेको। अब उता रुममा लगेर प्याक गर्ने हो। लगभग 4 बोरा पो काटेछु आज। धेरै काटेछु, के गर्नु, बिहाल्छ जिन्दगी। काट्दा काट्दा थाहै पाएन। अनि धनियाँमा पानी यसरी हालिदियो। पानीहरू यहाँ चाहिँ थोरै रोपेको थियो धनियाँ, 4 ट्याङ अलि उम्रिया छन्, धेरै उम्रेन छन्। यति 4 ट्याङ पानी हाल्ने। फर्सीको हालत पानी नहाली यस्तो भएछ। ओहो, काउलीभित्र लगाएको थियो नि त फर्सी मैले, अनि यस्तो भएछ। यो झारहरू पनि उखालेर फाल्नु पर्ने। आज चाहिँ बिहान काउली काटेर पठाएको थियो यहाँको। अनि अब चाहिँ यस्तो बनाएर राखिदियो मैले। अब चाहिँ पानी हाल्नलाई सजिलो हुन्छ। ठ्याक्कै ड्याङ गरी गर्नुपर्ने खास गरी हो। मैले काउलीको बिच्चामा हालिदिएको थियो खाली खाली ठाउँमा, अनि यस्तो भएछ न हौ, पानी हाल्नु लेभल नै मिलेन क्या काउलीभित्र। अनि त्यही भएर यस्तो हालत भएछन्। कोही त यस्तो भएछन्। अब पानी हालिसक्यो यता। अनि यहाँ चाहिँ यसरी हाल्नुपर्छ अब पानी राउन्डिङ गरी। के गर्नु, खास गरी ड्याङमा रोप्दा राम्रो हुन्थ्यो, त्यही यसरी लाउनु पर्ने छ पानी। खाली ठाउँमा रोप्दा चाहिँ राम्रो हुन्छ खास गरी हो। मैले किनकि यो काउली काटिसके पछाडि चाहिँ अब धान लाउनु पर्छ नि त। अनि त्यही भएर त्यति बेलासम्म काउली काटिसके पछाडि लगाइसकेपछि अलिक लेट हुन्छ नि त। अनि त्यही भएर मैले काउलीको बिच्चा खाली ठाउँमा चाहिँ यसरी राखिदिएको थियो, रोपिदिएको थियो मैले। अनि आज चाहिँ यसरी खनेर सबै ठाउँमा राउन्डिङ त्यत्रो ठाउँ बनायो। हिजो अस्तितिर चाहिँ अलिक मिलेन क्या यो, अनि त्यही भएर पानी हाल्न पाएन, अलिक लेभल नै मिलेको थियो। अनि त्यही भएर यस्तो हालत भएछ भनेको। बल्ल बल्ल यो के भन्छ, फर्सीमा पानी हालिसक्यो टोटल सबै। अब यो बोकेर चाहिँ अब जानुपर्ने। यो भित्र चाहिँ काउलीको पातहरू छन्। काउलीको पात बोकेर अब भैँसीलाई लगेर दिनुपर्छ। अनि म चाहिँ काउली पनि काट्यो। अनि अहिले चाहिँ काउली पात यति बोकेर आएको डोकोमा। अझै थुप्रोको छ, काट्नुपर्ने, बोक्नुपर्ने। काट्नुपर्ने भन्दा काटिसक्यो, अब बोक्नु बाँकी छ। यत्रो दानाको बोरामा हालेर राखेको छु, 1 बोरा। अझै यो नि ओसार्नु पर्ने, कति धेरै काम छ। ओ माई गड, पुरा पसिना भइसक्यो। हातको हालत नि यस्तो भएछ, पसिनै भएछ। कति बेला ओसार्ने झन् अब त थाहा नै पो छैन हौ। यति धेरै आजको काम चाहिँ यति धेरै छ कि ओ माई गड, यति धेरै भुसा बोक्नुपर्छ अब। यति धेरै छ कि ओ माई गड, भर्खरै झारिसकेको यो चाहिँ कस्तो थकाइ पो लाग्यो। यति धेरै छ, अब यो ओसारेर भैँसीलाई दिनुपर्छ। कति धेरै छ यो, लगभग 16-17 दिनको खाना भैँसीको त्यति मात्रै हुन्छ क्या। यति भुसाले चाहिँ कति धेरै खान्छन् भैँसीले।
अनि गाइज जोसिप र हामीले चाहिँ आज यति धेरै भुसा बोक्नु परेर अनि जोसिप र हामी मिलेर चाहिँ आज फाइनली यति धेरै भुसा यस्तो भुसा चाहिँ हामीले बोकेको है। जोसिप कस्तो अनुभव भयो नि आज? कति दुःख जस्तो भयो है? आज दुःख धेरै भयो है, धेरै गाह्रो भयो नि त। जोसिप र हामी चाहिँ आज कति दुःखले बोक्यो। ओ माई गड, यहाँदेखि कति यो चाहिँ जोसिपको साथी हाई भन, यो चाहिँ जोसिप सानो भनेको बेस्ट फ्रेन्ड। अनि मिरा नि आउनु भएको छ नि आज सानो मान्छे। यो चाहिँ दाइरा जोसिपलाई पछाडा आएको रहेछ क्या। अनि यता आज हामीले 50 बोरा बोक्यो यसरी राखेछौँ। कति धेरै यति धेरै भुस्सा बोकेको आज। ओ माई गड, भैँसीहरू नै थुप्रो छन् अनि त्यति भुस्साले पनि 15 दिन मात्रै समथिङ त्यति नै पुग्छ। हाम्रो भैँसीहरू यति धेरै छन्। त्यो भैँसी चाहिँ धुन चाहिँ 3टा मात्रै धुन्छन्। सबसे ज्ञानी भनेको यो हो, मलाई हान्दैन बिचरा। त्यसले त घाँस दिए बित्तिकै हान्नु खोज्छ। त्यो चाहिँ दाइले धुन्छन्। एउटा उत्ताला तल्लो सुरको चाहिँ मैले धुन्छु। अब एकछिनपछि दुध दुइसकेपछि हामी चाहिँ माथि डेरीमा दुध यसो गरे पछाडि चाहिँ यो जरा सर्लक्कै निस्किँदो रहेछ। मलाई नि उताको दाइले सिकाएको यो चाहिँ धनियाँ यसरी उखाल्नुपर्छ भने मलाई त पहिला त जस्तो लाग्थ्यो हातले उखाल्नुपर्छ जस्तो लाग्थ्यो, तर फेरि पछाडि अहिले चाहिँ यस्तो पो गर्नु पर्दो रहेछ भनेर थाहा भयो गाइस। यो अर्डर अघि भर्खर आएको रहेछ साँझतिर। अनि भैँसीको दुध दुयो दाइरा म मिलेर। अनि अहिले चाहिँ फेरि अर्डर आएको रहेछ 4-5 किलो जति ल्याइदिनु भनेर, तर 3 किलो जति मात्रै टिप्न भ्यायो। अनि यसलाई चाहिँ यो चाहिँ अलग्गै अलिक पातलो रुगेको थियो। अनि यस्तो कस्टिलो मोटो भएछ हौ, कस्तो राम्रो भएछ। अनि दाइरा हामी चाहिँ डेरीमा दुध पुऱ्याइसकेको अवस्था। अनि आलुहरू किनेर लिएको अवस्था। घरमा आइपुग्यो अब चाहिँ। अनि आयो अनि जोसिप र हामी आइसकेपछि खाना बनायो। तरकारी चाहिँ यस्तो भएछ। यो चाहिँ च्याउ र आलु पकाएको। अनि यो चाहिँ गुन्द्रुक र टमाटरको अचार अनि धनियाँ। अनि यति नै पकायो। तर हामी दुईजना जोसिप र हामी चाहिँ धेरै थाकेर आएको थियो नि त। अनि आयो भात तरकारी पकायो दुईजना मिलेर। अनि खाना आँटेको। यो सिप कस्तो भयो सनी फुपूले पकाएको तरकारी खाना? हो जोसिप। अनि हामी चाहिँ यति मात्रै हो है। भाउजू चाहिँ बिरामी हुनुभएको छ अनि त्यही भएर हुनुहुन्न। अनि दाहिने जानुभयो उता भाउजूलाई हेर्न। अनि हामी चाहिँ 4 जना चाहिँ खाना खाइरहेको अवस्था। यसरी नुहाइ गऱ्यो, दिउँसोहरू पुगेको थियो नि त। अनि एलर्जी भएर टाउको, अनि त्यही भएर पातले त राति नुहाउनु पर्ने अवस्था भएर नुहायो। थ्याङ्क यू फर वाचिङ माई भिडियो। नेक्स्ट भिडियोमा भेट्नेछु तपाईँहरूलाई। बाई बाई।